अहिले अब माछा मार्नको लागि तयारी हुँदैछ। शिव दाइले अब भुस र गोबर बनाउँदै हुनुहुन्छ। त्यो चाहिँ नि माछा पल्काउनको लागि। अब माछा चाहिँ नि कतिको पर्छ त्यो हेर्दै जाम्ला। त्यसरी दाइले माछा पल्काउँदै हुनुहुन्छ जालीमा भुस गोबर राखेर। अब तयारी हुँदैछ माछा मार्नको लागि। यहाँनिर तल चाहिँ नि भुस गोबर राखेको बोरा छ। हामीलाई दाइले सबै कुरा सिकाउनुहुन्छ खोलामा कसरी मार्ने भनेर। हामी यहाँ फिसिङ गर्दैछौँ, दाइ र म फिसिङ गर्दैछौँ। अब भर्खरै एउटा माछा परेको थियो, कुद्किहाल्यो। अरू पनि पर्दैछ। दाइले पार्नुभएको छ आज, मैले त एउटा नि पारेन। मर्स्याङ्की हो यो, ठुलो छ। यसरी बसेर टक्क छाता ओढेर चाहिँ नि भिडियो बनाउँदा बनाउँदै एउटा माछा फेरि भाग्यो।